हेलो गाइस वेलकम ब्याक टु माई च्यानल। अनि मैले जान आँटेको अहिले हरियोन किन भन्दाखेरि सपिङ गर्न जान आँटेको। सपिङ भन्नाले लुगासुगा किन्ने चाहिँ होइन, हिटर र केही चप्पलहरू ल्याउन जान आँटेको। त मेरो लुक्स चाहिँ यस्तो छ होइन, यस्तो लुक्समा जान आँटेको। हाफ प्यान्ट सुज अनि सर्ट इनर लगाएर जान आँटेको। चस्मा त अलरेडी देखिसक्नु है, त्यसैले अब चाहिँ फेरि बाटोतिर भेट्नुपर्ने हुन्छ। बाई बाई। हाई गाइस, हामी चाहिँ बजारमा आइपुग्यो, हरियोन बजारमा। अनि यो चाहिँ चप्पल किनिरहेको हो। भाइको मम्मीलाई चप्पल किन्नु पर्ने, महँगो महँगो रहेछ। चप्पल छैन त्यो जाडोमा यस्तो खालको मलाई अलिक मम्मीलाई मलाई भने जस्तो यस्तो होइन कि यस्तै खालको पछाडि यस्तो अरू छ यति मात्रै अरू डिजाइनमा देखाइदिनु त्यति हो। बजार त बजारै हो जस्तो लाग्छ आज बजार चप्पल चाहियो, चप्पल चाहियो हामीलाई, लुगा चाहियो होइन, चप्पल घुम्या हेर्नु रेट बढी भयो अरे यसलाई। 450 रुपियाँ दियो नि त, 50 रुपियाँ 450 रुपियाँ दे 450 एउटा चप्पल भन्न दिनु। अब चाहिँ फाइनल यही अघि पसलमा घुमेर आइपुग्यो हामी। आन्टी त्यही चप्पल दिनु ल, किचनमा लगाउने चप्पल 450 रुपियाँ चप्पल। हामी चाहिँ बजारबाट निस्केर आइपुग्यो, हिटर पसलमा आइपुग्यो। रोड छेउको हिटर पसलमा अहिले मान्छे छैन अरे, गोदाममा गएको छ अरे, 5 मिनट बस्नुपर्छ। अब हेरौँ हिटर कस्तो कस्तो हिटरहरू छ भित्र होइन, पर्मिसन बिना छिर्नु हुँदैन नि त। काउन्टर यहाँ छ अनि मान्छे छैन, त्यही भएर बाहिरै बसिरहेको दाजुभाइ। चप्पल चाहिँ किनेँ गाई, चप्पल चाहिँ बम्बाल लाग्यो होइन। चप्पल चाहिँ मलाई दामी लाग्यो क्या, यस्तो खालको चप्पल। कति कति भनेको थियो प्राइस? 500 550 भनेको थियो। मरि कराई 450 लिएर आयो। चप्पल चाहिँ दामी लाग्यो, तपाईँहरू पनि किन्न चाहनुहुन्छ भने हरियोन बजारमा आएर किन्न सक्नुहुन्छ। अनि लुगा चाहिँ दामी दामी आएर रहेछ, जाडोको न्यानो लुगाहरू आएको रहेछ। तपाईँहरू नि किन्न चाहनुहुन्छ भने हरियोन बजार एकचोटि भिजिट गरिदिनु होला। अनि अब चाहिँ मान्छे पर्खिनु पऱ्यो, फेरि हिटर हिँड्ने बेला भेट्नुपर्छ है त। हेलो गाइस, हामी चाहिँ हिटर किन्न गएको, तर हिटर पसलमा चाहिँ मान्छे छैन, गोदाममा गएको छ अरे। 5 मिनट लाग्छ अघि भनिसक्यो। अनि 5 मिनट त्यहीँ बस्नुभन्दा यसो खाजासाजा खाएर भनेर आएको होइन। अनि हामी चाहिँ यस्तो होटलमा आएको, होटलभन्दा पनि अलिकति भट्टी टाइपको छ, अनि खाजा चाहिँ चाउमिन खान आँटेको, चाउमिन खान आँटेको। अनि कस्तो हुन्छ हेर्नु, मैले चाउमिन कस्तो दामी बनाएर दिँदो रहेछ हेर्नु है, लोकल खाने। खै गाइस, हाम्रो चाहिँ खाजा आइसक्यो चाउमिन होइन। अब चाहिँ खाएपछि भेट्नुपर्छ, फर्स्ट चाहिँ सुकुटीबाट गर्ने, खाएपछि भेट्नु। बाई। गाइस, हामी चाहिँ हिटर पसलमा आइपुग्यो। अनि हिटर पसलमा आएर हिटर किन्दै हो, कति 3टा डट भएको हिटर किन्ने अरे। हिटर चाहिँ यस्तो छ, तर म हिटर भएर म हिटर पनि देखाइदिन्छु। यो हिटर होइन, हिटर चाहिँ यो बाल्नु न त, चेक गरेर दिन्छ होइन। हिटर चाहिँ यो, तपाईँहरू पनि यो पसल भिजिट गरिदिनु होला एकचोटि। सामान सस्तो पाउँछ अङ्कल, एकदम मिलाएर दिनुहुन्छ अङ्कलले, ग्यारेन्टी। नाम के अरे अङ्कलले पसलको? श्री नेपाल इलेक्ट्रोनिक्स, हरियोन चोकमा 30 वर्षदेखि सेवा गरिरहेको छु। 30 वर्षदेखि बस्नु भएको अरे उहाँ चाहिँ। तपाईँहरू नि आएर यसो सामान किनेर भिजिट गरिदिनु होला, जाडोमा चाहिन्छ भने किन्न आउनु होला। चेक गर्न बाँकी। यो चाहिँ हिटरको क्वालिटी, 3टा डटवाला हिटर हो।
एकदमै सस्तोमा दिनुभएको छ अङ्कलले। ल गाइस हिटर पनि घुम्दो रहेछ है, घुम्नेवाला हिटर रहेछ। यो हिटर लिएर जाँदैछु। बाई बाई। हाई गाइस हामीले चाहिँ हिटर किनेर लिएर आइसक्यो अनि हामी चाहिँ अब घर फर्किन आँटेको म्याजिकमा। 1-2 रुपियाँ फाइदा खानु पाउँछ होला भनेर उताले त सारेर त कति भनेर त्यसले रेट एकदमै मिलाएर दिनुभयो, एकदम सब चेक गराएर दिनुभयो होइन। हजुरहरू पनि त्यो पसलमा एकदम भिजिट गरिदिनु होला। अनि अब यो झोलामा अट्दैन रहेछ कि, झोलामा हालेर बोकौँ भनेको झोलामा अट्दैन रहेछ, त्यही भएर हातमै बोकेर जानु पऱ्यो। त अब चाहिँ बागमती चोक गएर भेट्नुपर्छ है त। पैसाको केही बाले भएन मूल्य त्यो अङ्गालोमा, भाउ खोजे भाउ दिउला, माया खोजे आउ दिउ, यो मुटु मेरो तिम्रै हुनु। त्यस्तो हाई गाइस हामी चाहिँ आइसक्यो बागमतीमा झरिसक्यो हामी चाहिँ। अनि अब चाहिँ घर गएर भेट्नुपर्छ डाइरेक्ट। पछाडि घामले अलिक नराम्रो आएर होला होइन, अब चाहिँ डाइरेक्ट घर गएर भेट्नुपर्छ है। हाई गाइस हामी चाहिँ घर आइसक्यो होइन। अनि घर आएर भर्खरै आइपुगेको, झर्ने बित्तिकै भ्लग गरेर आयो आइपुग्यो होइन। अनि भिडियो के कस्तो लाग्यो, थ्याङ्क्स फर वाचिङ दिस भिडियो, लाइक कमेन्ट सेयर गर्न नभुल्नु।